हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो होइन। अनि आज चाहिँ हामीले अस्ति सिम नरिखाइ गर्न गएको थियो नि त, त्यसको पेपर अनि त्यो पछाडि सामानहरू पाइसक्यो है। सिम नरिखाइ गर्दा चाहिँ जापानमा एउटा यो आएको छ, अहिले भर्खर हुलाकबाट ल्याइदिएको थियो कि। अनि त्यो पछाडि अर्को चाहिँ यस्तरी बक्स प्याकिङमा आएको छ है। भित्र चाहिँ फोन छ, अब अनबक्सिङ गर्नु पर्छ होइन। यस्तरी हालिदिएको रहेछ है। यो चाहिँ मैले अहिले च्यातेको हो होइन। अनि अब फेरि पनि यस्तरी प्याक गरेर पठाएको छ कि यस्तरी। अब यहाँबाट मैले टक्क यो झिक्नु पर्ने हुन्छ, रबर झिकिसकेपछि चाहिँ अनि त्यो पछाडि यसमा छ सिम, यो चाहिँ सिम हो। अनि त्यो पछाडि एउटा यसमा के लेटर छ पनि थाहा छैन, लेखेको के छ। त्यो पछाडि हामीले सिम नरिखाइ गर्दा फ्रीमा 1 येनमा भनेको 1 रुपियाँमा पाएको मोबाइल चाहिँ यो है। कति छ, सिल प्याक भन्थे, सिल प्याकै रहेछ। अब यसलाई पनि अनबक्सिङ हाल्नुपर्छ होइन। कस्तो ट्रिप लागेको रहेछ, काट्ने कुरै नली बसेँ कि मैले, तर पनि केही छैन, टुटिहाल्छ। अब यताबाट खोल्यो, अहिले चाहिँ मैले खोलिसकेको छु होइन। टक्क यसको चाहिँ 3 भागमा आएको रहेछ। यसमा अरू चाहिँ के आएछ भने यो भनेको खोल भइगयो, यो चाहिँ खोल भयो। यसमा एउटा पिन दिएको रहेछ, त्यो सिमहरू गर्नलाई होला, खोल्न लाउनलाई। अनि त्यो पछाडि यताबाट टक्क यसको सिस्टमहरू होला सायद, के हो भनेर यसको बारेमा लेख्या होला यो चाहिँ। अनि यो चाहिँ केही भएन, यहाँ चाहिँ टक्क पिन दिएको छ कि त्यसको लागि। अहिले चाहिँ यस्तो लुक्स छ है। अब यसको यहाँबाट टेप उकाउनुपर्छ। मैले चाहिँ ब्लू कलरको भनेको थिएँ कि अस्ति नै, अनि मसँग ब्ल्याक कलरको नि छ नि त, अहिले चलाइराखेकै फोन छ। त्यही भएर यो चाहिँ यसो अर्थक त होइन, लाइन एप चलिरहेको थिएन, लाइन एप चलाउन चाहिँ बेस्ट हुन्छ भनेर यही लिएको कि, नत्र यसको ठाउँमा चाहिँ क्यास लिँदा नि हुन्थ्यो। मैले अहिले लिएको फोन चाहिँ, अहिले पाएको फोन चाहिँ यो हो। गाइज अहिले अफै रहेछ। ल गाइज, आजको भिडियो यति नै है। मैले यो सिम नरिखाइ गर्दा पाएको फोन चाहिँ यो हो। नर्मल छ, कति 464 को हो। अनि जापानमा हुने अगाडि हजुरहरूले नरिखाइ गर्दा चाहिँ के पाउनु भएको थियो, कुन फोन पाउनु भएको थियो कमेन्ट गरिदिनु ल।